हेलो लाइफ इन शिलङ। आज म देखान्छु मेरो घरको भयङ्कर होइन सानो सिटिङ रुम देखाउने पनि एउटा कहानी छ। यो फुल मैले सिलगढी जानुभन्दा अगाडि लिएको, एउटा पनि खराब भएको छैन। पत्ताहरू हेर्नुहोस्, क्लोजली हेर्नु, पुरै येल्लो भएको छ, पर एउटा पनि हेर्नु न, ए छुँदा पनि एउटा झरेको छैन। म त कस्तो शक्ति होला नि फुलमा, पानी पुरा बासमा पनि खत्तम भएको रहेछ। आज हेरेको मैले, हेर्नुहोस् न, मतलब परमेश्वरले पनि आशिष दिँदो रहेछ फुलहरूलाई, माया लागेको कि आज यसलाई पानी हाल्नुपर्छ। अब दोकान भएपछि त ध्यानै गर्नु पान्न, सबैलाई थाहा छ। अस्ति सिलगढीदेखि यो सनफ्लावर लिएको थिएँ, मलाई कस्तो लिनु मन लागेको थियो। बेसक कतिले सस्तोमा पाउँछ होला, पर मैले अहिले यो 650 मा लिएको, 3 हाँगा जस्तै, एउटा हाँगा, यो 2टा 3टा। अब मान्छे त सस्तो त खोज्छ नि, हामीले त भन्छ कति कन्जुस के पर खोज्छ, त्यही हो कि मेरो भन्ने मतलब। बिचरा हेर्नुहोस् न बासमा नि, देखाइदिन्छु, पानी पनि छैन। एडिट गरेको पनि नभन्नु, किन म त एडिट गर्नु पनि जान्दैन, केही गर्नु पनि जान्दैन। अरू के भन्छ त्यो, भोइस ओभर पनि गर्नु जान्दैन। अरू मलाई मेरो छोराले पनि हेल्प गर्दैन। त कम्प्लेन गरेको होइन कि, मतलब मलाई त्यो सब चिजमा सपोर्ट पनि गर्दैन। मैले भनेको कि यो फुल बिचरा कति भयो, नेपाल गएको नि अहिले म आएको करिब 1 हप्ता हुन थाल्यो, 10-15 दिन भयो, पर यति जागिरहेछ भन्ने मतलब त्यो कि भगवान्को कति देन हो, कति उत्यो हो कि। अब यसमा कति के हुन्छ के हुन्न थाहा छैन मलाई, त्यही भनेको। मतलब नेचर इज नेचर के, नेचरलाई बचाउनेवाला पनि अर्को नेचर हुन्छ, त्यो हो भगवान्।